आज दिउँसोको चिया खाँदाखेरि यस्तो हुन्छ भनेर मैले सोचेको पनि थिइनँ। हेलो एभ्रीवान, वेलकम ब्याक टु माई मिनी ब्लग। सुन्नुभयो होइन, यो चाहिँ मेरो छोराको बिहान बिहानैको रुवाई हो। उसलाई चाहिँ मोबाइलमा भिडियोहरू खिचेको मन पर्दैन, त्यही भएर मेरो भिडियो नगर्नु मामु भनेर ऊ रुइराखेको थियो। आज मेरो दिनको सुरुवात यसरी नै भयो। बिहान बिहानै तातो पानी पिएर त्यसपछि चिया पिएर त्यसपछि मैले अलिकति लुगाहरू सिलाएँ। अनि त्यसपछि मामु छोराले हामीले दिउँसो के कुटुरमुटुरहरू खानेकुराहरू खायौँ। यस्तो सानो सानो मोमेन्टले नै लाइफ स्पेसल बनाउन सकिन्छ नि त। त्यसपछि हामीले वहाँनिर छोरा अनि उसको दिदी डान्स गरिरहेको थिए अनि म पनि यसो डान्स गरेर उनीहरूलाई रमाइलो गरिदिएको नि त। अनि हामी मामु छोराले फेरि दिउँसो चिया खायौँ। त्यसपछि के भयो भन्ने कुरा चाहिँ चिया पिउँदाखेरि अहिले नोटिस गर्नु है तपाईँहरूले सबैजना। उसले चिया खायो चिया खाइराखेपछि चाहिँ उसले थाहा पाएन, ऊ टिभी पनि हेरिरहेको थियो। रिमोट उठाउने चक्करमा उसको चिया सबै पोख्यो। थ्याङ्क यू फर वाचिङ, लभ यु गाइज।